चाहिँ भर्खर हावा खाएर घर आएको, भर्खर भन्दा नि हल्का अगाडि। अनि आज चाहिँ हावा खान गएको समयमा एउटा सानो भाइसँग झगडा पर्यो। यो भ्लग चाहिँ सबैले हेरिदिनु होला है, सबैले हेरिदिनु होला, सबैले कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है। यो त महत्त्वपूर्ण छ कि मेरो जिन्दगीमा मेरो खाएको कुरा चाहिँ मैले भन्दैछु होइन, एकदम मेरो खाएको कुरा हो। मैले चाहिँ मेरो जिन्दगीमा भएको कुरा भन्दैछु होइन। हावा खान गइरहेको थियौँ, अनि त्यो भाइले हिजो भने हामीलाई नराम्रो बा आमा दिदी बहिनी भाइहरू ल्याएर बिचमा त्यो गरिरहेको थियो होइन। मेरो बाबा अहिले पहिला चाहिँ ठिक हुनुहुन्थ्यो, अहिले चाहिँ अपाङ्ग हुनुहुन्छ त, अनि बिरामी भएर अनि खुट्टा काटेको छौँ नि त, अनि खुट्टा काटिरहेछौँ अनि मम्मीले कमाउनुहुन्छ, मम्मीले सब गर्नुहुन्छ, अनि दुईवटा बहिनीहरू पढ्दैछन्, अनि माइली बहिनीले चाहिँ बिहा भएर नानी भएको छ, मेरो पनि बिहा भएको छ। अनि त्यो भाइले चाहिँ मेरो दाइ भाइलाई बिचमा ल्यायो कि, अनि मेरो दाइ भाइ त हुनुहुन्न नि त, अनि दाइ भाइ नहुँदा दाइ भाइलाई बिचमा ल्याएर गाली गर्दा मलाई यस्तो चित्त दुखेको। अनि कस्तो लाग्यो भन्दा नि मेरो दाइ भाइ भइदिएको भयो भने त, अनि यदि मलाई दाइ भाइको गाली गर्थेन होला जस्तो लाग्यो। अनि मेरो दाइ भाइ भइदिएको बेला मलाई सपोर्ट गर्थ्यो होला, अनि मलाई दाइ भाइको गाली गर्थेन होला भन्ने कस्तो नराम्रो लाग्यो। अनि मैले त्यो खुट्टा फेरि पिर्न पनि बेसरी पिटेको है, म त्यहाँ भिडियो हाल्छु। अनि त्यो मैले त्यो भाइलाई हाल्दा चाहिँ बहिनीहरूले भिडियो गराएर मलाई थाहा भएन है, यिनीहरूले गराइदिएर रहेछन्। अनि मलाई चाहिँ यस्तो पिर लाग्ने कि, अनि दाइ भाइ नहुँदा कसैले दाइ भाइ छोएर गाली गऱ्यो भने, बाआमा छोएर गाली गऱ्यो भने यस्तो पिर लाग्ने होइन। अनि बाबा त्यस्तो हुनुहुन्छ त, अनि कसैले बाबालाई बिचमा ल्यायो भने यस्तो पिर लाग्ने होइन। अन्त यस्तो भएको, अनि यस्तो त्यो भाइलाई पनि हानेको, अनि यस्तो धुएको कि, अनि त्यो भाइलाई हान्दै हुँदै गरेको थियो। अनि यो भिडियो चाहिँ त्यो कि कस्तो लाग्छ त, अनि उसको गल्ती छ कि हाम्रो गल्ती छ, तपाईँले यो सब भिडियो हेरेर भनिदिनु होला होइन। अनि उसले चाहिँ हामीलाई कस्तो नराम्रो भन्यो, अनि भाइ दाइ दिदी पनि, अनि भन्न त मैले पनि भनेको है, मैले फेरि भनेको छैन, मैले केही पनि मैले पनि भनेको। अनि त्यसले दाइ भाइ बिचमा ल्याएपछि अनि मैले पनि भनेको है, त्यसलाई सब भनेको। अनि होइन त्यसले पनि बा आमा दिदी बहिनी सब छोएर रन्डीको छोरा, अनि दाइ भाइलाई यताउता भन्यो, अनि मैले पनि रन्डीको छोरा यताउता मैले पनि भनिदिएको। अनि कस्तो दाइ भाइ छोएपछि त म दाइ भाइ सबभन्दा बा आमा र दाइ भाइ दिदी बहिनी छोयो, त्यही भएर मलाई लास्टै चित्त दुखेर मैले पनि त्यसलाई गाली गरिदिएको अनि हानिदिएको। त्यो भिडियो म यहाँ हाल्छु, हेर्नु होला कस्तो लाग्छ। अर्को भ्लगमा भेटौँ।